हाम्रो उद्देश्य भनेको तपाईहरु सुरक्षित त्यहाँसम्म पुर्याउने वातावरण बनाउने चाहिँ हाम्रो चाहिँ रेडी हुँदैछ है सबजना हिँड्नलाई। हाम्रो चाहिँ साउजी यता हुनुहुन्छ एस्टन कलेक्सनको साउजी। डेलिभरी चाहिँ अल ओभर नेपाल ब्लग हेरेर आउनुहुन्छ भने चाहिँ 20%। यो चाहिँ एयरपोर्ट भयो हेर्न सक्नुहुन्छ अक्कै क्वालिटी। सबैलाई चाहिँ हाम्रो ब्लगमा चाहिँ वेलकम छ है, सबजना वेलकम छ। लेट्स गो। धेरै लङ पछि चाहिँ आज हामीले ब्लग बनाउन लागेको है। धेरै लङ पछि हेर्न सक्नुहुन्छ गेटअप चाहिँ कस्तो देखाएको छ मलाई है। हेरेर कमेन्ट गर्नु होला। सो धेरै दिन पछि है लङ टाइम पछि चाहिँ आज ब्लगमा भिडियो बनाउन लागेको। सो सबैजना सन्चै हुनुहुन्छ होला है। सो हेरेर माया गरिदिनु होला। हाम्रो चाहिँ आज कल्चरल राइड छ, त्यही भएर चाहिँ कल्चरल ड्रेसमा है सबजना केटाहरू रेडी हुँदैछ। हामी कता जान लागेर आज सिन्धुलीगढी हाम्रो खोइ त ड्रेस लगाउनु के हुँदैन के हुँदैन यस्तो हाल्नुपर्छ नि त अनि मात्रै हो क्या। हिरो त मै देखाएर हिरो त मै देखाएर यो मुला त लास्टै त्यो कहाँबाट आयो भन्दा नि औडा देखाएको छ तिमीलाई लङ टाइम पछि भिडियो अनि सबजनाले हाम्रो सबैजना थाहा नि हाम्रो एस्टन कलेक्सन छ। सो भ्लग हेरेर आउनुहुन्छ भने चाहिँ 20% डिस्काउन्ट है। त्यो नाम चाहिँ लिनु पर्यो है, त्यो चाहिँ नाम चाहिँ लिनु पर्यो भ्लग हेरेर आएको छु भनेर है। आऊ भर्खरै आऊ तर सपिङ गर्नु पर्यो है 20% डिस्काउन्ट है एस्टन कलेक्सन भनेर। अनि यागाको नाम लिएर आयो भने चाहिँ 50%। हाम्रो बाइकहरू भेला भइसकेको चाहिँ हेर्न सक्नुहुन्छ है कार्टुन पाइपहरू। सो हामी चाहिँ अहिले पसल जान लागेको जुत्ता सुत्ता लगाउनलाई। जुत्ता छैन के गर्नु यतिकै हाम्रो झन्डा पनि रेडी भइसकेको छ है, सिन्जुनी राइडर्सको झन्डा। सो हाम्रो एस्टन कलेक्सनको पनि झन्डा छ है। सो झन्डा लिन जान लागेको चाहिँ सो हामी पसलमा पुगेर अहिले एकछिनमा हामी भिडियो गर्नेछौँ, देखाउँछौँ है तपाईँहरूलाई कस्तो छ एस्टन कलेक्सनको झन्डा। के हो सिजन के छ तेरो खबर? सो हामी चाहिँ जान लाग्यो है एस्टन कलेक्सन। तपाईँहरूलाई एस्टन कलेक्सन देखाउँछौँ है कस्तो छ है एस्टन कलेक्सन है। एस्टन कलेक्सन आउँछ भिड गर्न है, सपिङ गर्न आउनु होला है एस्टन कलेक्सन। यताबाट हिँड बजारबाट हिँड न, यताबाट आउने किन आउने नि झन्डा पनि लिन्छ हाम्रो एस्टन कलेक्सनको झन्डा पनि लिन्छ। सो तपाईँहरूले एकछिनमा देखाउँछौँ है त गाइस है। यो चाहिँ गैरे बजार भयो। आज शनिबार हो, आज शनिबार हो, हाट बजार लाग्छ हाम्रो शनिबारमा, शनिबारको दिन। सो यो ठ्याक्कै चाहिँ हाम्रो बजारको हाइवे निस्किन्छ है, हेर्न सक्नुहुन्छ। अब चाहिँ एकछिन पछि चाहिँ हाम्रो एस्टन कलेक्सन आउँछ है। एस्टन कलेक्सन तपाईँलाई देखाउँछु। सो केटाहरूको लागि चाहिँ अल जेन्ट्स मात्र पाउँछ है, जेन्ट्सहरू मात्र पाउँछ ड्रेस चाहिँ हेर्नु होला। हाम्रोमा चाहिँ नयाँ नयाँ भेराइटी पनि आएको छ है, नयाँ नयाँ ड्रप भएको छ लुगाहरू ठ्याक्कै चाहिँ हामी हेराइ भइसक्यो है हेर्न सक्नुहुन्छ है एस्टन कलेक्सन ठ्याक्कै एनआइसी ब्याङ्कको अपोजिट है एस्टन कलेक्सन। लन्डन सुट भएको छ, नयाँ अपडेट भएको छ है, ठ्याक्कै भिड गर्न सक्नुहुन्छ है एस्टन कलेक्सनमा। हाम्रो चाहिँ साउजी यता हुनुहुन्छ एस्टन कलेक्सनको साउजी। ल है त सबजना आउनु पर्यो केटा हो। सो 20% डिस्काउन्ट ब्लग हेरेर आउनुभयो भने चाहिँ 20% डिस्काउन्ट है एस्टन कलेक्सनमा। के हो अरे मेरो चप्पल क्या अर्कैले चप्पल उडाइरहेको छ, मैले चाहिँ अरूले चप्पल लगाएर आएको छु क्या। के किन लगाएको तिम्रो चप्पल चोरिदियो हतार थियो के गर्नु गाइस, हतार थियो लाउनै परिहाल्यो। जुत्ता लगाउनु चाहिँ कस्तो देखिन्छ है जुत्तामा नि यसो कमेन्ट हान्नु होला है। कमेन्ट हान्ने हेर्नु जुत्तामा कमेन्ट हान्छ, कमेन्टमा पो कमेन्ट बक्समा पो कमेन्ट हान्छ, जुत्तामा कमेन्ट हान्छ कस्तो देखाएको छ है। We do not care. सो एस्टन कलेक्सनमा है केटाहरू सबजना आउनु पर्यो, खाना हाल्छ है। यसलाई चस्मा लाएर है, चस्मा पनि एस्टनले एस्टनको चस्मा छ है। फेरि कस्तो देखाएको छ प्राडाको है नयाँ चस्मा आएको छ है भर्खर, अस्ति भर्खर आएको छ 2 दिन भयो। जुत्ता पनि पाउँछ नि त, ल जुत्ता पनि पाउँछ हामीसँग, हाई क्वालिटीको जुत्ताहरू पनि पाउन सक्नुहुन्छ है। ब्रान्डेड जस्तो चाहियो त्यस्तै छ हामीसँग ड्रेसहरू लुगाहरू हेर्न सक्नुहुन्छ। यो भयो चाहिँ ग्रिन रङ भयो हेर, ग्रिन रङ भयो है। हामीसँग चाहिँ यो फ्र्यागमेन्ट भयो, फ्र्यागमेन्टमा छ, ओलिभमा छ, ब्याड पनि। अनि यता जोर्डन 1मा चाहिँ यो भर्खर सुप्रिम पनि है, सुप्रिम पनि हेर्न सक्नुहुन्छ है। क्वालिटी चाहिँ अक्खा छ है फेरि सुप्रिमको है।
मात्र 5500 रुपियाँ है, मात्र 5500 मा लिन सक्नुहुन्छ। क्वालिटी पनि चेक गर्न सक्नुहुन्छ है त गाइस। हेर्न सक्नुहुन्छ है, हामीले चाहिँ एस्टन कलेक्सनको झन्डा पनि बनाएर लिएर आइसकेका छौँ। हाम्रो चाहिँ वेबसाइटहरू चाहिँ फेसबुकमा नि रहेको छ पेज है, इन्स्टाग्राममा पनि चाहिँ सर्च गर्न सक्नुहुन्छ एस्टन कलेक्सन भनेर ठ्याक्कै पेज आउँछ, पेज खुल्छ र टिकटकमा पनि छ है। टिकटकबाट हाम्रो डेलिभरी चाहिँ अल ओभर नेपाल पनि छ, अनलाइन पनि डेलिभरी हुन्छ है। हेर्न सक्नुहुन्छ है के चाहिएको छ। सो हामीसँग चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, म्यासेज गर्न सक्नुहुन्छ। सो डेलिभरी चाहिँ अल ओभर नेपाल। ब्लग हेरेर आउनुहुन्छ भने चाहिँ 20% डिस्काउन्ट त्यतिकै पाइहाल्नुहुन्छ है त। ल अब चाहिँ हामी चाहिँ यो झन्डाको लागि चाहिँ सिलाउनु गइरहेको छौँ। सो अहिले एकछिनमा देखाउँछौँ है त। सो हेर्न सक्नुहुन्छ चाहिँ हाम्रो चाहिँ रेडी हुँदैछ है सबजना हिँड्नलाई। एकदम बवाल छ है राइड है। बुलेट डोली र बुलेट राइडर र हाम्रो चाहिँ सिन्देली राइडर मिक्स गरेर चाहिँ कलाघरसम्म चाहिँ जाँदैछ। कलाघरदेखि अनि फेरि सिन्देली गढी। सो हेर्दै गर्नु होला है त। पुरो उकालो ओह्रालो मोड मात्रै छ, तपाईँलाई थाहा छँदै छ। अब हाम्रो उद्देश्य भनेको तपाईँहरू सुरक्षित त्यहाँसम्म पुर्याउने वातावरण बनाउने हो होइन। अर्गनाइज गरेको छौँ हामीले। कल्चरल राइड किन अर्गनाइज भयो भने हाम्रो संस्कृति परम्पराहरूलाई बचाउनको लागि। सो हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ गाडी निस्किसकेको छ है। सो हेर्न सक्नुहुन्छ यो चाहिँ ठाउँ चाहिँ यो सेल्फी डाँडा हो सिन्देलीको। ऐतिहासिक ठाउँ भनेर हेर्न सक्नुहुन्छ है, कसरी अङ्ग्रेजहरूसँग र हाम्रो गोर्खाहरूसँग कसरी लडाइँ भएको थियो त्यसो सबै बनाइरहेको छ यिनीहरूले। गद्दारी है गद्दारी। सबजना चाहिँ राइडमा गइसक्यो चाहिँ हामी चाहिँ क्वार्टर खानलाई बसेछौँ है त। हेर्न सक्नुहुन्छ अभिषेकले फ्याल्दै के ल है त। हामी चाहिँ आइपुगेका छौँ है कलाघरमा। हेर्न सक्नुहुन्छ है हाम्रो वेलकमको लागि चाहिँ हेर्न सक्नुहुन्छ बाजा साजाको साथ है। पुरै एकदम बाजा साजाको साथ है, एकदम बवाल। पुरै वेलकम बाजा साजाको साथ है। हामीलाई चाहिँ सिन्देली राइडरलाई चाहिँ वेलकम गर्दै हुनुहुन्छ सिन्देली कलाकारको। हाम्रो क्यामेराम्यान चाहिँ यता हुनुहुन्छ है, एनएलटी प्रोडक्सन। फोटो चाहिँ अक्खा आउनु पर्यो है, फोटो चाहिँ अक्खा आउनु पर्यो, फोटो चाहिँ अक्खा। हामी चाहिँ हेर्न सक्नुहुन्छ है कलाघर गएको छौँ हामी। त्यो टपमा छ है कलाघर। हामी त्यहाँको भ्यू देखाउने छौँ, त्यहाँ माथिको है के रहेछ है। र त्यहाँ पुगेर हामी चाहिँ देखाउनेछौँ त्यहाँ पुगेर है। ल है त हेर्दै गर्नु होला। कस्तो अफरोड हो, तानेन हो डबल लोड दोस्त है। हानु तानेन है क्या है आप्रिलालाई तानेन। छिटो है आइपुग्यौँ है, हामी चाहिँ कलाघर आइपुग्यौँ है। यस्तो छ है पुरै अफरोड। बाटो बनाउँदैछ है, बाटो चाहिँ बनाउँदैछ है पिच गर्नको लागि। सो हेर्न सक्नुहुन्छ है। ताने 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 तानेन तानेन। सो हामी चाहिँ आइपुग्यौँ, हेर्न सक्नुहुन्छ है। सो हेर्दै गर्नु होला। मायाको चिनो वेलकमको साथ। मायाको चिनो वेलकमको साथ। टेब्लेट छ है, फुल्ली टेब्लेट आइरन फाइबहरू छ, भित्रीहरू छ। हेर्न सक्नुहुन्छ 60-70 वटा बाइक छ हामीसँग। केटा हो हामी चाहिँ खाना साना खाएर चाहिँ अब लाग्यौँ है।
सो प्रोग्राम चाहिँ स्टार्ट हुन लाग्यो अरे सो प्रोग्राम हेर्नलाई हामी जाँदैछौँ है त हेर्दै गर्नु होला कलाकारको प्रोग्राम हामीले देखाउँछौँ है त तपाईँहरूलाई ल है त सो हेर्न सक्छ हाम्रो चाहिँ स्टार्ट भइसकेको छ प्रोग्राम हेर्नु है स्वागत गर्नुभयो र यहाँ सिन्धुलीमा आइसकेपछि हाम्रो सिन्धुलियन राइडर्स भाइहरू त्यसपछि आएर कलाघरको जति पनि यहाँ प्रतिनिधि हामी चाहिँ अब यहाँबाट कलाघरबाट चाहिँ हामी चाहिँ अब सिन्धुलीगढी जान लाग्यो है यहाँको प्रोग्राम चाहिँ सकिसक्यो सो हेर्दै गर्नु होला सो अब चाहिँ सिन्धुलीगढी देखाउँछौँ हामी तपाईँहरूलाई सो बवाल एकदम बवाल खतरा आउँछ मजा है हेर्नु होला है त बेबी 2000 years later फाइनली आइपुग्यौँ है एस्टन कलेक्सनमा सो बाटो मोबाइलको चार्ज सकाएको थियो क्या है मोबाइलको चार्ज सकाएको थियो ब्याट्री सकाएको थियो त्यही कारणले चाहिँ तपाईँहरूलाई चाहिँ मैले धेरै भ्यूहरू देखाउनु पाइनँ है त्यसको लागि चाहिँ सरी है सो हामी चाहिँ यही भन्दै छ अब ब्लग पनि खतरा बनेछ होला है सायद सो हेरेर मन पराइदिनु होला र लाइक एन्ड सब्सक्राइब गरिदिनु होला मनपर्छ भने सो यही भन्नलाई हामी चाहिँ अब यो ब्लग यहीँ गरौँ भनेर सो है त गाइज इन्जोय धेरै दिनपछि ब्लग बनाएको आज सो राइड चाहिँ एकदम बवालै भयो है हेर्नु होला सो है त गाइज हेर्नु भयो होला ल है त बाइ बाइ गाइज